सबैजनालाई जय मसीह। यो भिडियो चाहिँ मेरो क्रिस्चियन साथीहरूको लागि हो। एकजना पास्टर म चिन्छु, उहाँ मेरो घरमा आइबस्नुहुन्छ अनि उहाँ एक दिन कोरिया जानुभएको रहेछ। अनि उहाँले एकदम कोरिया जाँदाखेरि उहाँले त्यो ठाउँमा बसाई अनि त्यो ठाउँको घुम्नु भएको कुराहरू अनि त्यो ठाउँको धेरै कुराहरू मलाई बताउनु भयो। तीमध्येमा सबैभन्दा मलाई हृदय छुएको, मनलाई छुएको एउटा घटना उहाँले भन्नुभयो। उहाँ चाहिँ विश्व प्रख्यात पास्टर, जसको चाहिँ संसारको सबैभन्दा ठुलो चर्च र धेरै विश्वासी भएका पास्टर डेभिड योङ्गिचोको कब्रिस्तानमा जानुभएछ। अनि त्यो कब्रिस्तानमा जाँदै गर्दाखेरि डेभिड योङ्गिचोको लास्ट वर्ड, अन्तिम शब्द भनेर लेखेको रहेछ। अन्तिम शब्द चाहिँ डेभिड योङ्गिचोको के रहेछ भन्दाखेरि चाहिँ तपाईँहरू विश्वासमा रहिरहनुहोस् भनेका रहेछन्। मलाई त्यो कुराले कस्तो हृदय छुयो। हेर्नुहोस् त, विश्वासमा रहिनुहोस्, ख्रिस्टप्रतिको विश्वासमा रहिरहनुहोस्, प्रभुलाई नछाड्नुहोस्, ख्रिस्टलाई विश्वास राखिराख्नुहोस्। जीवनको कुनै पनि परिस्थिति आउँदाखेरि, जीवनमा उकाली ओह्राली, जीवनको अप्ठ्यारा तिता नमिठा हिँडाइहरूमा पनि ख्रिस्टमा विश्वास गरिरहनु पर्छ भन्ने उनको त्यो ठुलो सन्देशले मलाई मेरो हृदयलाई छुएको थियो। साथीहरू, तपाईँ हामी पनि हाम्रो क्रिस्चियन जीवनको हिँडाइमा धेरै अप्ठ्यारा परिस्थितिहरू आउँछन्, चुनौतीहरू आउँछन्, भनाइहरू आउँछन्, नभएका कुराहरू, लालसानाहरू आउँछन्। हाम्रा जीवनमा नमिठा तिता कुराहरू दिएर मानिसहरू जान्छन् अनि हामी के गर्ने भन्ने भइरहेको हुन्छ। तर यो शब्दले मलाई धेरै प्रेरणा दिएको छ। त्यो शब्द चाहिँ तपाईँहरू येशूलाई विश्वास गरिरहनुहोस्। जीवनमा कुनै पनि परिस्थिति तपाईँ जीवनमा आए तापनि तपाईँ हामी चाहिँ यीशुलाई विश्वास गरिरहनुपर्छ। जब यीशुलाई विश्वास गरिरहन्छौँ त्यसको प्रतिफल, त्यसको फल परमेश्वरले हामीलाई दिनुहुनेछ।